तपाईले मलाई प्रश्न सोध्न पाउनुपर्छ। कांग्रेसका सभापति गगन थापाज्यूको यो स्टेटमेन्ट सबैजनाले यादै भइसकेको होला हैन? एकैछिन यो भिडियो हेरौँ। यहाँको पूर्व सभापतिज्यूको घरको अलि करेन्सीको कुरा गरौँ न, नोटको। एन्ड यु हेभ टु बी अनेस्ट गगन, प्लिज। वाट यु थिङ्क भन्ने कुरा। अब त्यो ढाक छोप देयर इज नो मोर आई थिङ्क। कस्तो फिल भयो त्यो देख्दा? के लाग्यो? मैले यो सोधिनँ कि त्यो सत्य थियो या असत्य थियो या त्यो एआई थियो भनेर मैले भनिनँ। हाउ डिड यु फिल जब त्यो दृश्य देख्यो? यु नो इट, आई नो इट, एन्टायर वर्ल्ड नोज इट, इट्स रियल। अघि हामी आएको कुरा गऱ्यौँ नि है, You're inside the bunker, आत्मामा हात राखेर। No. त्यही त What do you feel? मलाई म चाहिँ रङलाई रङ, राइटलाई राइट भन्ने मान्छे हो होइन। त्यो सेप्टेम्बर 8, सेप्टेम्बर 9 यसको वरिपरि जे जति इभेन्टहरू भयो, चाहे त्यो गोली चलेको कुरा, चाहे सिंहदरबार चलेको कुरा, चाहे पैसा भेटेको कुरा हो, सबै कुराको दुधको दुध पानीको पानी हुनुपर्छ, राइट। तर म अहिले यतिखेर गोली यसले चलायो, सिंहदरबार यसले चलायो, पैसा यसको भेटियो, यो गर्यो भनेर भन्ने कुरा मैले अहिले फैसला सुनाउन थालेँ भने चाहिँ त्यो ठिक हुँदैन। यो पोडकास्टको माध्यमबाट कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाज्यूको घरमा भेटिएको पैसा यो एआई होइन, यो रियल हो भन्ने भन्न सकिरहेका छैन भने उहाँमाथि कसरी छानबिन गर्न सक्छ यो मान्छे प्रधानमन्त्री बनिसकेपछि? अब एकचोटि यो पनि हेरौँ। रूपन्देहीको अदालतमा भएका प्रमाणहरू पेश गरौँ। अहिले मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौँ। कतिवटा प्रमाणहरू पेश गरौँ? यो सुन्नुहोस् न, तपाईँसँग जुन प्रमाणको विषयमा नि सहकारी ठगेको त्यो प्रमाण तपाईँले देखाउनु भएन। कालो सेतो कस्तो छ सर त्यो? सुन्नुभयो? आफ्नो पार्टीको नेताको बारेमा प्रश्न उठ्दा आफूले फैसला सुनाउन नहुने रे सभापतिज्यू। तर रवि लामिछानेको केसमा संसदमा त सिधै प्रमाण देखाउँदै सहकारी ठग भन्दै फैसला दिन न्यायाधीश तपाईँ नै होइन र? हुन त तपाईँ भन्नुहुन्छ यो नयाँ कांग्रेस हो, यो पुरानो कांग्रेस होइन, यो अपडेटेड 2.0 कांग्रेस हो, जो बदलिएको कांग्रेस हो। हामी सबैले भन्छौँ सुधारिएको कांग्रेस हो हैन? तर सुधारिएको कांग्रेस नोकियामा आइफोनको कभर हाले जस्तै छ।